आज चाहिँ हामी नरसिंहधाम जाँदैछौँ धादिङ बेसीबाट र यो मिनी भ्लग चाहिँ नरसिंहधामसम्मको रहनेछ। हेरौँ आजको यात्रा कस्तो हुन्छ। हाई गाइज, Atau band pasal enggak lah. Siapa orang kan? Betul. Beri, tayari mana? Itu apa? Sih kita ada bantu pas nagaran bantu kita bantu bantu pasnya kalau पसल खोल्दैन हो त्यो त मन भन्छ कि हरेक दिन भन्छ मलाई। आफू नबस्ने भएपछि त्यो खोलेर मात्रै के काम भने के ब्लुबुक बोकेर आइएन नि त भएन। ब्लुबुक बोकेर आइएन नि त। बाटो सबै नुहाउनु थालेछ क्या। बाई बाई। नरसिंहधाम जाने बाटो यही हो दिदी? त्यही त बाटो राम्रो छ त पहिला होइन यो बाटो हिँडिरहेको पहिला यो हुनेले बाटै नचिन्ने भएछ कि। साह्रै यसलाई स्यालले खाला नरसिंहधामको पिएचडीलाई त अनि के हो एकचोटि नक्कली सर्टिफिकेट हुँदै आइरहेको छ होइन। नरसिंहधामको पुजारी के पिएचडीवाला भनेर सुन्नुभयो नि त्यो। अमेरिकाको युनिभर्सिटीमा चाहिँ पास गरेको सर्टिफिकेट चाहिँ नक्कली भएको भनेर समाचार आएको थियो नि त व्यापक। फेरि त्यही समाचार आउनुभन्दा 15-20 दिन पछाडि नै त्यसको के अरे यो मेला लागेको थियो कि यहाँ नरसिंहधाम मेलाको त्यो पुजारी भनौँ न संयोजक बस आइसक्यो
भिड हुन्छ क्या मान्छे त हजुर ऊ त्यहीँ त हो नि गाडी पार्किङ उता जान्दिँदै दिनु पऱ्यो कि गइरहेको छ ए यसो लगाइरहेको थियो थाहा नभएर हजुर अब के गर्नु यस्तै हो गर्नु त उता भित्र एकछिन गएर हेरौँ न बाटो हेरेर चाहिँ कसरी घुम्ने तर यो स्ट्रक्चर चाहिँ खतरा बनाएर चाहिँ शिवलिङ्ग ट्याक्क कतिवटा छ 1 2 3 4 5 6 7 8 9 10 11 13वटा आज चाहिँ म नरसिंहधाम आएको छु होइन अनि यो नरसिंहधाममा चाहिँ के हुन्छ भने विशेष चाहिँ यो पूजा आराधना त्यस्तै गरी अब यहाँ घुम्न आउने मान्छेहरू पनि व्यापक रहन्छ र म चाहिँ यो नरसिंहधामको ठ्याक्क भित्र देखाउँछु है त खोल्सामा डराउने मान्छे हामी अनि मान्छे बचाउ मात्रै भन्दै भयो हात त्यही भन्नै पर्दैन यसो यसो गरे यसरी पौडीको नाममा प आउँदैन यस्तो हो क्या सर त्यो गाडी कुदा जस्तै हो क्या त्यो गाडी कुदा जस्तै हो क्या त्यो यो चाहिँ यो त गाडी कुदा जस्तै भइहाल्यो पौडीको नाममा चाहिँ यो लाइफ ज्याकेट कुरा गरेँ मैले यो लगाएर चाहिँ अब जस्तै नआउने मान्छे पनि पर्छ क्या भन्नु खोजेको अब भने चाहिँ मान्दैन पऱ्यो अब उसले डुबाइरह मुख चाहिँ थुत्नु चलाएर पानी डुबाएको थियो मरिहाल्छ त्यो त अब टक्क जग्गासम्म मात्रै कुत्रुको बस्यो नि बेनी घाटसम्म पुग्दैन मर्दैन त्यस्तै तपाईँहरू यो लङ राइड कतिसम्म गर्नुभएको मैले यो चाहिँ के यहाँ चाहिँ यहाँ त 2 दिनको हो 3 दिनसम्म होइन के भन्नु भन्नु यो डिस्टेन्स के त्यही त 3 दिनको 3 दिनसम्म गइराख्नु चरौदीसम्म तर सम्भावना त रहेछ नि त यो बाटो नि होइन यहाँ तपाईँहरू दुईवटा बोट हो एउटा ऱ्याफ्टिङ बोट एउटा यो मान्छे नभएले गर्दाखेरि हामी चढ्न पाइएन नि त्यो छ कि होइन धेरै समय बस्दैन नि त हामी त यसो फेरि अन्त नि प्लानिङ छ चलाउनै पर्छ अब 2 जनमा चाहिँ घर चलाउनु भन्नु चलाउनु पर्छ पानी छोएपछि हातले पखालिन्छ हेर यसो हात धोएपछि पाप गर्ने हो भने त्यस्तो सोच्ने पाप किनेको जिन्दगी फेरि होला नि अब त्यो के त एकचोटि के भन्छ अरे हाम्रो अहिले भर्खर मेला महाकुम्भमा के
ए पाप पहाल्ने भन्दै गयो जो पापी छ ऊ मात्रै गयो भन्दै त्यस्तै भयो त ठिकै भने उसलाई पाप गरेछ भने थाहा रहेछ नि त त्यही भएर पखाल्न गयो भने चाहिँ बेला चाहिँ कति बजी आउँछ यो नि भात दियो सबै तिमीहरूले त्यो त पोगले त के हुन्छ शनिबार त चाँडै नै हुन्छ होला नि तपाईँहरू सँगमै जाने एकचोटि तपाईँहरू फाइनल्ली अहिले यहाँ आएपछि आइसकेपछि चलाउनुलाई खै अब 10 मिनट हेरौँ कोही आयो भने आयो नत्र हामी त फेरि फर्किनुपर्छ रमाइलो हुन्थ्यो बुट चल्न चाहिँ तपाईँले यो ऱ्याफ्टिङको पनि भन्छ यो छैन क्या 50-50 छैन नि त यहाँको तपाईँको करोडौँ लगानी गरेर बनाएको एउटा रिसोर्टले कति अब हामी डुङ्गा नचढी जाने हो आज विजन चढाइ दिनु हेर्दा राम्रो ज्याकेट लाउनु जाने ल जाऊ अब दुईजना लानुहुन्छ कि लानुहुन्न लाने हो के हुन्छ सबै तपाईँहरूको मन दुखाएर गर्नु पनि मिलेन यहाँ त बोटिङ चढ्ने भने त खास प्लानै थिएन यहाँ देखिहाल्यो ए हाम्रो ठाउँको भन्ने छ हामी दुईजना मात्रै सङ्गममा यसो हामी इन्डिभिजुअल आएको यसो घुम्नलाई खोल्छ खोल्छ ज्याकेट लाउँछ त्यही हो अलि बाक्लो लाउनु तपाईँ उसलाई त फेरि यति भन्नु नि बाटो छ नि बिचरा यसो दिदी लाट सम्हाल्दैछु अनि ए हो उसले किन भन्दै आज मलाई माया गरे कि दिदीलाई माया गरे होइन पानी देखेर अलिक ऊ हुन्छ भनिरहनु भएको नि त्यो अस्तिदेखि नै हाम्रो त योभन्दा अगाडि नि ऱ्याफ्टिङ जाने त प्लानिङ त भयो नि त भिडियो सुरु गरिहाल्नु है सर्ट डिस्टेन्स छ हजुर त्यहीँ छोडेर गइरहनु यो जरा छोडिरहनु यहीँ छोड्ने केही फरक पर्दैन प्लास बोक्नको लागि बोकिहाल्छ होला राधे राधे ल जहाँ बस्दा नि हुन्छ कि हो त्यो बोराल छोटो त्यो टाँगेर राखेको छु कि भरे एउटा टक्क राम्रो भिडियो जाओस् न अरे कि एउटा मेसिन चाहिँ यो मोबाइलले धर्म सिकाइ दे डाउन हो उता भयो के हो स्टार्ट बन्द हुन्छ क्या फेरि त्यही भने ए माथि स्टार्टै नभयो नि त पानीमा बुढी गण्डकी हाइड पावर बन्द भन्दा भोलिपर्सि 50 वर्षपछि हेर्दाखेरि होइन फेरि अब भन्दाखेरि चाहिँ त्यो माथि हुन्छ भुइँलाई छोएर पानी खेल्यो भन्नु पाउँछ नि त भोलिपर्सि भुइँमा पुगाइदिन्छ यो सम्म चाहिँ कहाँ छ त यो त्यो बाँसको जस्तो देखेरमा त्यो त लास्टै गइरह्यो होला यहाँ त अब हामी चाहिँ चलाइदिएपछि मान्छे हाल्छ त्यहाँ अलि पनि कुदाउनु पर्छ क्या तपाईँहरू मार्केटिङ गर्न अहिले जाँदा कम हाल्छ अहिले जाँदा 2000 किलो यही छ होइन जाँदा तपाईँहरू हामीले जान्नु पऱ्यो नि त्यो कुरोलाई 5 ठाउँबाट जाँदो रहेछ प्रायः तेलको त्यो पिसिन्छ त्यो रातो ड्रममा चाहिँ तेल हो मेसिनलाई पनि भाइलाई चाहिँ व्यस्त हुँदैन भाइलाई चाहिँ क्याब दामी हुन्छ
सुरुमा 5 आएको थियो नेपालमा 5 लिएर थियो क्या त्यतिखेर 50,000 साडी लगाएको तपाईँसँग अहिले कुन छ 7 लो भयो अब इन्डियातिर गएर त त्यो भिडियो बनाएर बेच्नु 2025 मा त्यो बवाल गर्छ भाइ कति साइज मिटर जति होला अहिले तल 5 थियो हाम्रो बुढी गण्डकी र आफू खोलाको सङ्गम एकदम ठुलो नदीमा आइयो ड्याम पनि तल हो अरे होइन ड्याम पनि धेरै तल हो अरे क्याबिनमा पानी खाले पाले त ल भेना 100 केही बोलिदिनुहोस् अब दिदी लानु भयो तपाईँ पनि आउँदै गर्नुहोस् सबैजना दिदीले हेर्दै हुनुहुन्छ र हाम्रो आफ्नै लोकल प्रडक्सन हो होइन अहिले हामी धादिङ गोर्खाको चाहिँ सिमानामा छौँ ठ्याक्कै नदीको पनि अरू के भन्नु पर्यो र यता चाहिँ राम्रो पर्छ यो माछा होइन भाइ हाम्रो त्यस्तो हामी खाँदैन माछा चाहिँ पर्छ त्यसमा यसलाई किन्न चाहिँ कति पर्यो दाइ 17 लाख मलाई यसलाई नयाँबाट 40 पर्छ नयाँमा मलाई फोन काटेपछि मलाई फोन गरेर गाडीको बनाउने हेभी रिस उठ्छ है अब यहाँ डुङ्गा तल फोन गर्दै यहाँ चाहिँ यस्तो सानो सानो छ नि यतापट्टि गयो भने पङ्खा ठोकिन्छ क्या फेरि ए त्यसलाई चाहिँ कन्ट्रोल गर्छ त्यहाँको पङ्खा पानी गहिरो भएर सही भयो नि यसलाई अनि सहिलो छ हेर्नु अब यस्तो आएको अनि एकचोटि ढ्याएको ठ्याएको चाहिँ फेरि भएर भाँच्ने होला होइन बुढुङ जान्छ 2 लाख रुपियाँ लाग्यो भन्नु न माने छैन यसको नि गेयर हुन्छ हान्दैन चाहिँ जस्तो तपाईँहरू पनि सेफ्टी ज्याकेट चाहिँ लाउनु पर्ने हो सर माछैलाई के सेफ्टी ज्याकेट लाउनु पर्यो है तपाईँहरू त छोडिनुहुन्छ होला नि त पानीले च्यालेन्ज दिन्छ तपाईँहरूलाई चाहिँ तिनीहरूले हार खाएर हो ए माथि तान्न पऱ्यो नि त्यसलाई फेरि होइन जुत्ती होला पम हान्दा थिएन र अनि बेकारमा दुःख दिन काम गर्छ तपाईँले त बसाल्नु आमा पम हान्ने काम हो अघि नै विचार भइसक्यो अघि नै तारेर माथि चलाउँदैछ होइन अघि नै उनी विचार गरेर भने उता विचार गरेर उता विचार गरेर मैले ल्याएर देखाएको आफूले हान्दा थिएन हान्दैन थियो नि आनन्दले पऱ्यो आनन्दले बसेको विचार गरेको यहाँ चाहिँ भन्छु